टपरी लगाउँदै बाबुको न्वारानको लागि सेतो स्वेटर लगाउने मेरो मम्मी अनि कालो स्वेटर लगाउने मेरी साथी, तिमीलाई विशेष गरी धन्यवाद। हस्पिटलको कठिन अवस्थालाई पनि सरल बनाइदियो, तिमीलाई विशेष धन्यवाद। अनि पिङ्क कलरको स्वेटर लगाउने छोडेन दिदी, बाबुको स्याहार गर्ने दिदी अनि रातो स्वेटर लगाउने सासू मम्मी। मम्मीले चाहिँ बाबुलाई नुहाएर घाम तपाउँदै हुनुहुन्थ्यो, हामी चाहिँ भित्र न्वारानको रेडी हुँदै थियौँ। मम्मी तपाईँलाई धन्यवाद। सासू मम्मीले राम्रो राम्रो आशीर्वाद दिनुभयो हामीलाई, तपाईँको आशीर्वाद लागो सधैँभरि। ससुरा तपाईँलाई धेरै सम्झेको छौँ, ससुरा चाहिँ कारणवश कामले गर्दा आउनु पाउनु भएन सुर्खेत, म पनि जान सकिनँ किनकि मेरो अपरेसन भयो, यात्रा गर्न निकै कठिनाइ भयो। सासू मैले तपाईँलाई हातमै ढोक गरेँ, म उठेर ढोक गर्ने अवस्थामा पनि थिएन किनकि मेरो अपरेसन भएको थियो। अपरेसन भनेको एउटा मृत्युलाई जितेर अघि बढ्नु रहेछ। सम्पूर्णजना आउनुभयो, सबैलाई धन्यवाद। यसै गरी म यता मण्डपतिर आएँ, भिडियो बनाउने मान्छेले चाहिँ कता कता भिडियो बनाइदिनु भयो, मसँग यही भिडियो हालेँ। अनि भिडियोमा चाहिँ हाम्रो भण्डारा परिवार आदि देखिनु भएको छ, आदि देखिनु भएको छैन, आदि आफ्नो कामले गर्दा पछि आउनुभयो, बिचमा फोटोहरूमा चाहिँ देखिनु भएको छैन। तपाईँहरूको हाम्रो माया सधैँभरि भइराखोस्, माया ममता भन्ने चिज कहिले नघटोस्। यहाँ चाहिँ हातमा डोरी बान्ने काम भइरहेको थियो, सबैजना आउनुभयो, सबैलाई धन्यवाद। अझ आउँदै हुनुहुन्छ, सबैलाई धन्यवाद। अनि उहाँ चाहिँ मेरो हजुरआमा सुखरबाट सुर्खेत आउनुभयो पनाती हेर्न। मेरो हजुरआमा पनि बुढो हुनुभएछ, हजुरआमा तपाईँको आशीर्वाद सधैँभरि लागोस्, तपाईँको आशीर्वादले हामी उच्च भइराखौँ। पहेँलो ज्याकेट लगाउने मेरो मम्मी तपाईँलाई धेरै धेरै विशेष गरी धन्यवाद। आमाको माया कस्तो हुँदो रहेछ भने चाहिँ एउटा आमाले आमा भए थाहा हुँदो रहेछ। मम्मी तपाईँलाई धेरै धेरै धन्यवाद छ, आफ्नो काम छोडेर आउनुभयो सुर्खेत। फेरि म यता मण्डपतिर आएँ, सबैजनालाई देखाउन त मैले पाइनँ है, फोटो हालिनँ। हाम्रो फोटो किन हाल्थिन् भन्ने क्वेसन चाहिँ नगर्नु होला, किनकि मलाई जति मसँग आएको भिडियो मैले यति नै हालेँ। फोटो हाल्दै मात्रै माया हुन्छ भन्ने हुँदैन मैले, किनकि पछि बाबुको लागि भिडियो चाहिँ मैले देखाउनलाई हालेको हो। सानो फोटो भिडियो क्लिपहरू बनाएर हालेँ बाबुको न्वारानको लागि भनेर। अनि सबैजनासँग अलिअलि सानो फोटो खिच्दै रमाइलो गऱ्यौँ, फोटो खिच्यौँ, सबैलाई सम्झिएँ मैले। तर फोटो चाहिँ कसैसँग भएन है, कोहीसँग भएको फोटो मैले हालेँ, आदि फोटो नभएको मैले हालिनँ। हाम्रो माया ममता सधैँभरि भइरहनेछ। मम्मी आमाहरू सबैले फोटो सेसन गर्दै हुनुहुन्थ्यो। उहाँ चाहिँ मेरो ड्याडीले आफ्नो कामहरू छोडेर, स्कुलको काम छोडेर भए पनि नातिलाई हेर्न सुखर साडेपानीबाट सुर्खेत आउनुभयो, तपाईँलाई विशेष धन्यवाद छ ड्याडी। मम्मीले चाहिँ जय नेपाल भन्ने सिकाउने हुनुहुन्थ्यो, किनकि मेरो मम्मी नेता हो। ठिकै छ, रमाइलो भयो, न्वारान यसरी सम्पन्न भयो।